हेलो गाइस, एसईको रिजल्ट त आयो र एसईको रिजल्ट कसरी हेर्ने भन्ने विषयमा सबैजनालाई थाहा नहुन सक्छ र एसईको रिजल्ट कसरी हेर्ने भन्ने विषयमा आज म तपाईहरुलाई देखाउन गइरहेको छु। सो प्लिज वाच दिस भिडियो टिल द एन्ड। सर्वप्रथम त तपाईले तपाईको मोबाइलमा रहेको क्रोम ब्राउजरले ओपन गर्नुहोस् र यहाँ सर्च बारमा गएर www.seresult.com टाइप गरी सर्च गर्नुहोस्। तपाईले यहाँ यस्तो टाइप गरी सर्च गर्नुभयो भने यहाँ यस्तो वेबसाइट खुल्छ र यहाँ पहिलो वेबसाइटमा जानुहोस्। त्यसपछि यहाँ यस्तो इन्टरफेस खुल्छ र तपाईले यहाँ ग्रेड सिटमा क्लिक गर्नुहोस् र तपाईले यहाँ आफ्नो जन्ममिति र आफ्नो सिम्बल नम्बर राख्नु पर्ने हुन्छ। पहिला यहाँ तपाईले आफ्नो सिम्बल नम्बर राख्नु, जस्तै म अहिले यहाँ मेरो सिम्बल नम्बर राखेँ र सिम्बल नम्बर पछाडि आफ्नो लेटर पनि राख्नु होला र तपाईले जन्ममिति त्यसपछि राख्नु पर्ने हुन्छ र जन्ममिति राख्ने क्रममा तपाईले जन्ममितिमा अब 2000 कति हो 60 61 64 2000 राखिसकेपछि तपाईले बीचमा माइनस, त्यसपछि महिना र महिना यदि 1 देखि 9 महिनासम्म हो भने अगाडि 0 राख्नुहोस् र 10 महिना हो भने राख्नु परिन। यदि गते पनि 1 देखि 9 गतेसम्म हो भने अगाडि 0 राखेर गते टाइप गर्नुहोस् र तपाईले राखेको तपाईको सिम्बल नम्बर र जन्ममिति फेरि एकपटक रिचेक गर्नुहोस् र यहाँ रहेको बटनमा क्लिक गर्नुहोस् र यहाँ रहेको बटनमा क्लिक गरे पश्चात यदि तपाईको जन्ममिति र सिम्बल नम्बर ठीक छ भने तपाईको रिजल्ट मार्कसिटसँग देखिन्छ। र तपाईहरुलाई भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्न पनि नभुल्नु होला, साथै भिडियोलाई लाइक पनि गर्न नभुल्नु होला, साथै लाइकका साथै सब्स्क्राइब पनि।